कुनै पनि पार्टीले त भ्रष्टाचारीलाई बचाउनु हुँदैन होइन तपाईँले अहिले भन्नुभयो नि सोझो कमाइ हो भने चाहिँ कम्तीमा पनि काठमाडौँमा आफै जग्गा किनेर घर चाहिँ बन्दैन गाह्रो छ एकदम गाह्रो तीलाई त सिधा लिएर गएर जस्तो अब मैले नै घर बनाएको कुरा तपाईँलाई भन्छु होइन हो यो पनि सोध्लान् फेरि जगन्नाथ खनाल घर चाहिँ कसरी बन्यो हो यदि मेरो घर चाहिँ त्यो जग्गा मैले चाहिँ त्यो पैतृक जग्गा भनौँ न मेरो श्रीमतीको बुवा आमाले त्यो जग्गा नदिएको भए हामी त्यो घर बनाउन सक्ने नै थिएनौँ यो अहिले घर चलाइदियो ससुरालीले जग्गा दिएको थियो भन्नु न हो ठिक छ अब त्यो अहिले घर उनीहरूले सब जलाइदिए होइन त्यो बनाउन सक्ने मसँग तागत छैन मेरो श्रीमतीले त अपाङ्गै बनाइदिए उहाँ त कलेजको टिचर हुनुहुन्थ्यो उहाँको नियमित आम्दानी थियो र अलि सहज होइन 40 वर्ष उनको एउटा चाहिँ औपचारिक नियमित आम्दानी त थियो उनको त बिहानदेखि बेलुकासम्म फुर्सद नै हुन्थ्यो त्यो साइन्समा साइन्सको हुने त फिजिक्सको भएको हुनाले ट्युसन म हामी दिक्क मान्थेन कहिले अघित भएर है तर आज उहाँ अधिकांश चिज गर्न सक्नुहुन्न हो अब अहिलेको अवस्थामा त उनलाई अपाङ्गै बनाइदिएपछि त सबै कुराहरू कसरी गर्ने तैपनि म बडो आश्चर्यचकित छु राजनाथजी मेरो श्रीमती रविलक्ष्मी चित्रकारको मनोबल त्यत्रो ठुलो आघात पर्दाखेरि पनि त्यो मनोबल मैले कहिले पनि निराशा देखिनँ कि मलाई त्यसमा चाहिँ गर्व छ तर कहिले निराशा देखिनँ तर तपाईँलाई एउटा ग्लानी पनि हुन्छ होला होइन म नेता किन भएँ भनेर तपाईँ नेता भएका कारण आज एउटा गुरुआमा अझ संयोग म जुन क्याम्पसमा पढेको उहाँ त्यही क्याम्पसमा पढाउनुहुन्थ्यो हाम्रो गुरुआमा चाहिँ आज जलेर त्यो हालतमा बस्नु भएको छ कहीँ न कहीँ त तपाईँ कारक हो नि तपाईँ जस्ता नेताहरू कारक हो नि अब अध्ययन त्यसरी पनि गर्न सकिन्छ होइन काम गलत हो जे गरियो गलत हो तर केही न केही आक्रोशको कारक चाहिँ तपाईँहरू हो होइन त्यो अवस्थामा उनी पुग्नु उनका पछाडि एउटा चाहिँ पृष्ठभूमि तयार हुने कुरा त म जस्तो एउटा राजनीतिक मान्छेसँग उनको सम्बन्ध भएको कारणले पनि हो त्यसमा केही हुनै छैन तर त्यो मैले फिलिङ गर्ने भन्दा पनि उनले फिलिङ गर्छन् कि गर्दिनन् भन्ने हो नि त उनले त्यो कहिल्यै फिलिङ गरेका छैनन् हेर्नुहोस् उनी पनि यो समाजमा परिवर्तन हुनुपर्छ रूपान्तरण हुनुपर्छ भने सँगसँगै एउटा सहयोद्धा नै हुनु नि भनेको तपाईँले सांसद हुँदा काम मिलाइदिएर लिएको पैसा मन्त्री हुँदा लिएको घुस प्रधानमन्त्री हुँदा लिएको ब्रिफकेस उहाँलाई थाहा रहन्छ त्यस्तो तपाईँलाई थाहा छ मैले इन द सेन्स भनेको मलाई पनि प्रवृत्तिलाई भनेको त्यो मलाई पनि थाहा छैन होइन त्योभन्दा अरू कसैलाई त्यो थाहा छ भने उनीहरूलाई थाहा होस् तर म चाहिँ राजनीतिमा लागेको नै राजेन्द्रजी म घुस खाने छु पैसा कमाउने छु राजनीतिलाई म कमाउ धन्दा बनाउने छु भनेर होइन राजनीतिलाई मैले चाहिँ सुरुदेखि नै यो त्याग र तपस्या यो जनताको सेवा राष्ट्रको सेवा हो भनेर मलाई लाग्यो हुनुपर्ने त त्यही हो नि मैले लागेको राजनीतिमा लाग्दाखेरि नै त्यो हिसाबले लाग्यो म त्यसको लागि मैले मेरो बुवा आमासँग मैले कहिले अंश मागिनँ मैले बुवालाई के भने भन्दाखेरि मलाई अंश नदिनुहोस् म अहिले भूमिका छु म कुन बेलामा कहाँ मारिन सक्छु मलाई त्यो पनि थाहा छैन त्यस कारणले मलाई त्यो पैसा पनि चाहिँदैन अंश पनि चाहिँदैन अरू मेरो 6 भाइ दाजुभाइमध्ये 5 भाइलाई वितरण गरिदिनुहोस् भने उहाँले त्यही गर्नु तपाईँहरू इलाममा चाहिँ हुने खाने नै हुनुहुन्थ्यो इलाममा ठिकै हो एउटा चाहिँ अब जग्गा जमिन हुने त हो नि उच्च मध्यम किसान त्यो अवस्था थियो हाम्रो अनि वास्तवमा बुवाले के गरिदिनु भयो भन्दाखेरि उसले यसो भन्छ के गर्ने त सबै भाइहरूलाई राखेर गरिसकेको छ उसले भन्छ भने अहिले सब 5 उसलाई नै बाँडिदिनु नि त भनेपछि 5लाई बाँडिदिनु भयो तर पछि के भयो म 46 सालमा निस्केपछि मेरो तल मभन्दा तलका 2टा भाइहरू दाताराम खनाल र पोटनाथ खनाल है उही 2टा भाइहरूले चाहिँ के भने मलाई भन्दाखेरि होइन दाजु तपाईँ त यस्तो निरङ्सी भएर त भन्ने हुँदैन हामीले जे अंश पाएका छौँ यो 2 भाइले त यो 3 भाइ 3 अंश लगाउँ तपाईँ एक अंश लिनुहोस् भनेर भने मलाई त्यो लिने पटक्कै मन छैन तर उनीहरूले निकै कर गरेपछि मैले लिएँ अब त्यो अंश चाहिँ म प्रधानमन्त्री भएको बेलामा 70 रुपियाँ पनि मेरो पर्थ्यो माथि लेखको जग्गा होइन धेरै त्यहाँ उत्पादन त्यति हुँदैन थियो उही घाँस गर्ने गोठहरू पनि छ भन्ने मात्रै हो गोठहरू राख्ने ठाउँ हो त्यो होइन अनि त्यसमध्ये चाहिँ मैले सोचेँ अब इलाममा एउटा चाहिँ इन्स्टिट्युसन खास गरी यत्रो ठुलो सङ्ख्यामा बाहिर गइरहेछन् नेपाली जनता
यहीँ ट्रेनिङ दियो भनेदेखि त अलिक यहीँ नै बस्न पनि सक्ने स्थिति होला भन्ने हिसाबले सिटिभिटी बनाउने एउटा परिकल्पना गरेर अब त्यहाँ अन्त जग्गा खोजेको भएन। ल म आफ्नै जग्गा दिएर बनाउँछु भनेर त्यो 70 मध्ये 55 रुपैयाँ जग्गा मैले सरकारलाई नै दान दिएँ है। अब 15 रुपैयाँ बाँकी रह्यो। 15 रुपैयाँ बाँकी छ, त्यो यतिकै छ अहिले बसिरहेको छ। म त्यहाँ कमसा एउटा झोपडी बनाउन सक्छु कि भन्ने आशा थियो। अब यो अहिलेको यो 24 गतेको घटना पछाडि मेरो त्यो आशा समाप्त भएको छ। अब त्यो बनाउन सक्ने अवस्था मलाई अहिले छैन। अरू कुनै खालको कुनै कसैले मलाई मद्दत गरेछ, सहयोग गरेछ बिगल कुरा। अब तपाईँहरूलाई खास धेरै सहयोग गर्दैनन् होला, किनभने हिजोको दिनमा हो व्यापारीहरूले, उद्योगीहरूले, बिचौलियाहरूले सहयोग गर्ने। अब तपाईँहरूसँग तागत छैन भनेपछि गर्दैनन्। हो, अब यो तर कस्तो हुँदो रहेछ भने कहिलेकाहीँ मान्छेहरू बडो गहिरो मानवता भएका मान्छेहरू पनि हुन सक्छन् कि भन्ने मलाई लागिरहेछ। अहिले म नाम लिन्न, को मान्छे हो भनेर भन्दिनँ, तर एकजना साथी अस्ति मसँग आउनुभयो, एकजना मित्र आउनुभयो भनौँ। उहाँले के भन्नुभयो भने तपाईँले घर किन नबनाएको, त मेरो यो हालत छ, कसरी बनाउनु त, म त बनाउनु त तुरुन्तै चाहन्थेँ नि भने। म बनाइदिउँ, कसरी बनाइदिनुहुन्छ? मैले एउटा भर्खरै एउटा जमिन बेचेँ, त्यो जमिन बेचेको छु, मसँग केही करोड रुपियाँ छ, त्यसले मैले गरौँ भन्नु। मलाई गर्नुहोस् भन्न पनि बडा गाह्रो है, कसरी भन्ने। म व्यापारी हो होइन, व्यापारी पनि होइन, अलिअलि त्यो जग्गाको कारोबार गर्ने मित्र हो। अनि उहाँले मैले भने अब ठिक छ, पहिला यो घर यत्तिकै बनाउन सकिन्छ कि सकिँदैन, एकचोटि म यो स्ट्रक्चरल इन्जिनियरलाई हेर्न लगाउँछु, बनाउन सकिने रहेछ भने तपाईँलाई म सूचना गर्छु भने। त्यति भनेको छु मैले। भनेको एउटा यत्रो लामो समय राजनीतिमा रहेको मान्छे, किनभने अहिले त तपाईँहरूलाई हेरेर मान्छेहरूले एउटा साझा मत बनाएका छन् होइन। यो पुराना राजनीतिक दलका नेता जो 48 सालदेखि राजनीति गर्दै आएका छन्, यिनीहरू ठग हुन्, यिनीहरू भ्रष्ट हुन्, यिनीहरू अहिले अरबपति भए, यिनले अकुत सम्पत्ति कमाए भनिरहेका छन्। तर एउटा पूर्व प्रधानमन्त्री के भनिरहनु भएको छ भने मेरो जलेको घर पुनर्निर्माण गर्ने पैसा पनि मसँग छैन। सत्य यही हो? सत्य यही हो। र यो त्यो हिजोका उराल धुरालमा अगाडि आएका युवाहरू जुन थिए होइन, अब उनीहरूलाई कसैले गुन्डा भन्लान्, आवारा भन्लान्, विध्वंसकारी भन्लान् होइन, तर मान्छे त नेपाली नै हुन्थे र तिनीहरू धेरै जसो युवा नै थिए। त उनीहरूले आएर मेरो घर पनि जलाउँदाखेरि यो भयङ्कर ठुलो भ्रष्टाचारी होला होइन, यसले अरबौँ सम्पत्ति कमाएको होला भनेरै जलाएका होला नि होइन, त्यस्तो लाग्छ मलाई। तर अहिले तिनै जलाउनेहरूले यो वास्तविकता थाहा पाउँदाखेरि सम्भवतः उनीहरू भित्रभित्रै आफै जल्दैछन् होला र उनीहरूले लगाएको आगोमा एकजना कुनै पनि हिसाबबाट निर्दोष एउटा गुरुआमा यसरी जल्नु भयो, आज मृत्युबाट बाँचेर आउनु भयो नि। बाल मात्रै बचाउन सकियो कि बाल मात्रै। म त्यो घटनालाई त अहिले पनि सम्झाउन सक्दिनँ हेर्नुहोस्। तर मान्छेमा कहिलेकाहीँ कस्तो एउटा राक्षसी मनोवृत्तिसम्म विकास गरेर आउँदो रहेछ। आम मान्छेहरूमै एउटा मासमै बडो छक्क परेको छु। होइन, अहिले पनि त्यही मास लिड गरेर आयौँ हामी। हो, तपाईँले भनेको सामाजिक चेतना, एक प्रकारको समवेदना, एक प्रकारको मानवीय संवेदना, करुणा, यो चाहिँ यसमा म फेरि भन्छु तपाईँहरूले इन द सेन्स हिजोका राजनीतिक दलका नेताहरूले तपाईँले गरेको पनि धेरै छ। तपाईँहरू हिजो तपाईँले भन्नुभएको थियो नि कस्तो शब्द होइन, मैले बुवालाई भने म कति बेला मारिन्छु थाहा छैन अनि मलाई किन अंश चाहियो र भनेको मैले भनेर, त्यो सबै काल काटेर आएको। तर यो 30 वर्षमा एउटा यस्तो भाष्य बनेछ तपाईँहरूमाथि, यी चोर हुन्, यी फटा हुन्, यी डाका हुन्, यिनको अनुहार हेर्न नपरोस् होइन, तपाईँहरूको घर जल्दा पनि ताली बजाउने, तपाईँहरूका आफन्त पोलिँदा पनि मान्छेले दया नदेखाउने, एउटा पूर्व प्रधानमन्त्री कुटिँदै गर्दा, एउटा मन्त्री रगत पक्ष हुँदा कुकुरसँग तुलना गर्दा पनि मान्छेले दया भाव र करुणा नदेखाउने समाज यस्तो बनेछ।